Hi guys, good morning. Welcome to my new vlog. म चाहिँ अघि भर्खरै उठेको अनि आज चाहिँ म दिनभरि के गर्छु कसो कसो देखाउँछु होइन काम काम त केही छैन अहिले चाहिँ खाना खान्छु होइन खाना पाकिसकेको छ मुख धुन्छु खाना खान्छु सो मुख धोएर खाना पनि खाएर भइसक्यो अहिले चाहिँ प्याज बनाउन गइरहेको छु बस ये हो हडो होइन चलो पुणे उठ्यो फाइनली पुणे आएर भ्याइसकेँ अनि अहिले चाहिँ माथि साथीको घरमा जाँदैछु न वाइफाई चलाउन टाइम पास त गर्नु पर्यो गेम खेल्न गइरहेको होइन फ्री फायर प्लेयर हो नि म साथै ब्लग स्टार्ट गरेको म जाने घर चाहिँ उही त्योवाला हो फाइनली म चाहिँ घरमा आइसकेको छु उता चाहिँ लास्ट बोर्ड लाग्यो अब यहाँ सुतिरहन्छु अनि मेरो डगी पनि यहाँ आइसक्यो होइन घरमा यो चाहिँ मेरो सानो साथी होइन लास्ट बोर्ड लाग्यो माथि नि अब चाहिँ सुत्छु केही काम छैन नि त आज हिजो स्कुल लाग्यो आज स्कुल लाग्यो आज चाहिँ गएन अब भोलि पर्सि जान्छु होइन सकेस फाइनली घाम चाहिँ पुडिसक्यो होइन मलाई चाहिँ हल्का सर्दी लाग्यो जस्तो भयो अनि म चाहिँ अलि सुतेर अहिले उठेको सो गाइस रात चाहिँ परिसक्यो अनि खाना चाहिँ उता पाक्दैछ हजुरहरूलाई देखाउँछु खाना के पाक्दैछ भनेर स्पेशल आलुको तरकारी स्पेशल माई डग यो अहिले चाहिँ तरकारी पाकेर एकछिनपछि रोटी पनि पाक्छ अनि खान्छु सो खाना चाहिँ आइसक्यो होइन होला मिठो त छैन होला तर पनि रोटी तरकारी ल है अब खाएपछि मिल्छु सो एभ्रिवान मैले चाहिँ खानासाना खाएर भ्याइसकेँ होइन अनि आजको भ्लग चाहिँ यहाँ एन्ड गरौँ यदि हजुरलाई मेरो ब्लग मन पर्यो भने लाइक र सब्सक्राइब गर्न चाहिँ नभुल्नु है प्लिज बाँकी मिल्नेछौँ नेक्स्ट ब्लगमा त्यतिसम्म बाई बाई